अनुहारमा भएको पिम्पल, दाग र कोटीहरूलाई कसरी सजिलै हटाउन सकिन्छ, आउनुस् जानौं। नमस्ते, म मिनबहादुर श्रेष्ठ, कम्प्युटर टिचर। हामीले फोटोसपमा कसरी चाहिँ दाग र कोटीहरूलाई अनि पिम्पलहरूलाई सजिलै हटाउन सकिन्छ भन्ने कुरामा म तपाईहरुलाई सिकाउन गइरहेको छु। सबैभन्दा सुरुमा चाहिँ हामीले कन्ट्रोलसँग जे बटनलाई प्रेस गर्नुपर्छ र कन्ट्रोलसँग आई बटनलाई प्रेस गर्नुपर्छ। त्यसपछि ब्लाइन्डिङ मोडमा गएर बेबी लाइट भन्ने अप्सन हामी चुज गर्छौं। चुज गरिसकेपछि हामी फिल्टरमा जान्छौं। फिल्टरमा गएर हामीले चाहिँ अदर्समा चाहिँ हाई पास भन्ने अप्सनलाई हामी सिलेक्ट गर्छौं र जसमा चाहिँ 4.9 या हामीले 5 पिक्सल साइज चाहिँ रेडिएसन राख्छौं र राखेर त्यसलाई ओके बटन प्रेस गर्छौं। त्यसपछि फेरि हामी फिल्टरमा जान्छौं। फिल्टरमा हामीले ब्लर देखिरहेछौं, ब्लरमा जान्छौं। ब्लरमा गएर हामीले गौसन ब्लर भन्ने अप्सनलाई चुज गर्छौं। गौसन ब्लर चाहिँ हामीले कमसे कम पनि कम्तीमा हामीले चाहिँ यसमा चाहिँ 2 राखेको छ, 2 पिक्सल रेडिएसन। 2 पिक्सल रेडिएसन गरिसकेपछि हामी यहाँनेर चाहिँ एड लेयर मार्क्स चाहिँ गर्छौं र एड लेयर मार्क्स गरिसकेपछि कन्ट्रोल आई बटन हामी प्रेस गर्छौं र ब्रशमा गएर ओपेसिटी 100% मा राखेर हामी यहाँ ब्रश चलाउँछौं र ब्रश चलाइसकेपछि हाम्रो अनुहारमा भएको दाग र कोटीहरू चाहिँ सजिलै रिमुभ हुन्छ। यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि हामीलाई फलो गर्नुहोस्। हस्त।